Hello, good morning, my friend. Now you are watching my Little Bright Academy YouTube channel. I hope you will subscribe my channels because I will try to best my video, and I apologize to for my language because I use Hindi language, but I am from Nepal and I am Nepali. म तपाईँहरूलाई यो जानकारी दिन्छु कि चक्रीय ब्याजको माध्यमले हामीहरूले गाउँघरको जुन चक्रीय ब्याज हुन्छ त्यो निकाल्न सकिन्छ भन्ने। जस्तै मैले इक्जाम्पल देखाएको छु, जस्तै 1000 छ 1 इयरको लागि। यदि दर 3% वा 2% भयो भने हामीले जुन जति अमाउन्ट हुन्छ त्यसलाई 1.36 ले गुणा गर्यो भनेर ब्याज र मूल एकैचोटि आइहाल्छ मूलधन। जस्तै 1360 आयो नि, तब 1360 बाट मूलधन 1000 छ, 1000 घटायो भने त्यो 360 आयो नि जुन ब्याज हुन्छ त्यो हाम्रो। त इन्ट्रेस्ट कति भयो 360। यदि 2% निकाल्नुहुन्छ भने त्यसमा 1.30 गर्नुहुन्छ। यसको अर्को वैकल्पिक अप्सन छ, यो कम्पाउन्ड इन्ट्रेस्टको त्यो एउटा सफ्टवेयर पनि छ। कम्पाउन्ड इन्ट्रेस्ट पहिला प्ले स्टोरमा मिल्थ्यो, अहिले मिल्दैन। गुगलबाट सर्च गरेर त्यो डाउनलोड गर्नुपर्छ क्रोमबाट। कम्पाउन्ड इन्ट्रेस्टको तपाईँले गुगल क्रोममा गएर कम्पाउन्ड इन्ट्रेस्ट अनि त्यो एपिके हाल्नुहुन्छ भने त आइहाल्छ। यो भोगेन्द्र कुशवाहाले बनाएको एप्स हो, राम्रो काम गर्छ। हामीहरूको गाउँघरतिरको लागि जुन चक्रीय ब्याज हुन्छ नि त्यस यो माध्यमले एकैचोटि पुरै क्याल्कुलेट गरेर निकालिदिन्छ। थ्याङ्क्स फर वाचिङ।